आज 2083 वैशाख 10 गते बिहिबार, तदनुसार 23 अप्रिल 2026 कलाकर्मीको राशिफलमा स्वागत गर्दछु। म प्रमिसा भण्डारी। सुरु गरौँ आजका राशिफलहरूबाट। मेष राशि। मेष राशि हुनेहरूको आत्मविश्वास बढ्नेछ। टाढाबाट शुभ समाचार प्राप्त हुनेछ। घरमा पाहुनाको आगमन हुन सक्छ। लगानी शुभ रहनेछ। शुभ रङ बैजनी हो भने शुभ अङ्क 9 रहेको छ। वृष राशि। वृष राशि भएकाहरूको परिवार र साथीहरूसँगको रमाइलो समय बित्नेछ। शारीरिक कष्टको सम्भावना छ। लगानी शुभ हुनेछ। तीर्थयात्राको योजना बन्न सक्छ। शुभ रङ नीलो हो भने शुभ अङ्क 4 रहेको छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको धेरै दौडधुप हुनेछ। पुरानो रोग बल्झिन सक्छ। व्यापारमा विशेष ध्यान दिनुपर्नेछ। महत्त्वपूर्ण निर्णय लिँदा हतार नगर्नुहोला। शुभ रङ रातो हो भने शुभ अङ्क 2 रहेको छ। कर्कट राशि। कर्कट राशि भएकाहरूले जीवनसाथीप्रति बढी माया देखाउनु हुनेछ। लाभ बढ्नेछ। परिवारमा खुसी र सन्तुष्टि रहनेछ। लगानी शुभ हुनेछ। शुभ रङ नीलो हो भने शुभ अङ्क 4 रहेको छ। सिंह राशि। सिंह राशि हुनेहरूको आम्दानी बढ्नेछ। साथीहरूसँग घुम्ने योजना बन्न सक्छ। परिवार वा आफन्तसँग विवाद हुन सक्छ। उन्नतिको अवसर मिल्नेछ। शुभ रङ गुलाबी हो भने शुभ अङ्क 9 रहेको छ। कन्या राशि। कन्या राशि भएकाहरूको नयाँ योजना बढ्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। आम्दानी बढ्नेछ। लगानी शुभ हुनेछ। शुभ रङ सेतो हो भने शुभ अङ्क 2 रहेको छ। तुला राशि। तुला राशि भएकाहरूको प्रेम सम्बन्धमा हतार नगर्नुहोला। प्रतिस्पर्धा बढ्नेछ। व्यवसाय लाभदायक रहनेछ। काममा ध्यान दिनुहोला। शुभ रङ हरियो भने शुभ अङ्क 1 रहेको छ। वृश्चिक राशि। वृश्चिक राशि भएकाहरूको यात्रा लाभदायक हुनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। जागिरमा कामको प्रशंसा हुनेछ। रोकिएको पैसा फिर्ता पाउने सम्भावना छ। शुभ रङ पहेँलो हो भने शुभ अङ्क 4 रहेको छ। धनु राशि। धनु राशि भएकाहरूको नयाँ लुगा वा गहनामा खर्च हुनेछ। अचानक लाभ हुने योग छ। व्यापारिक यात्रा सफल हुनेछ। व्यापारमा वृद्धि हुनेछ। शुभ रङ केसरी हो भने शुभ अङ्क 5 रहेको छ। मकर राशि। मकर राशि भएकाहरूलाई अहिले लगानी गर्ने समय राम्रो छैन। जागिरमा सहकर्मीसँग विवाद हुन सक्छ। परिवारका आवश्यकताका कारण धेरै खर्च हुनेछ। अरूको झगडामा नपर्नुहोला। शुभ रङ आकाशे हो भने शुभ अङ्क 4 रहेको छ। कुम्भ राशि। कुम्भ राशि भएकाहरूले सुख सुविधामा खर्च सोचेर मात्र गर्नुहोला। आज लगानी नगर्नु राम्रो हुन्छ। साथीहरूको सहयोग पाइनेछ। परिवारमा मतभेद हुन सक्छ। शुभ रङ सुन्तला हो भने शुभ अङ्क 2 रहेको छ। मीन राशि। मीन राशि कलाकर्मी.com थोरै सधैँ प्रयासमै काम ताजा सफल हुनेछ। अपडेट। साथीहरू